सम्पूर्ण साथीहरुमा नमस्कार। आज हामी चाहिँ DHIS2 बाट कसरी चाहिँ डाटा एन्ट्री गर्न सकिन्छ भनेर बेसिक कुरादेखि लिएर सिक्छौं हामी। सर्वप्रथम त हामीहरुले चाहिँ गुगल क्रोममा गएर यो प्लस आइकनमा थिच्न पर्छ। यहाँ थिचिसकेपछि हामीलाई एउटा कुरा के याद हुनु पर्यो भने हामीले गुगलमा गएर DHIS2 चलाउनलाई हाम्रो लिंक के छ भन्ने कुरा थाहा पाउनु पर्यो। यहाँ सम्पूर्ण साथीलाई यो चाहिँ जानकारी हुनु पर्यो है। ल मैले यहाँ चाहिँ डाटा एन्ट्रीको लागि मैले यो लिंक हाले। यो हालिसकेपछि हामीले यहाँ इन्टर गर्नुपर्छ। उदाहरणको लागि मैले सोरु गाउँपालिका अन्तर्गत एउटा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको युजर नेम र पासवर्डबाट डाटा एन्ट्री गरेको केही उदाहरणहरु देखाउने छु। यहाँनिर चाहिँ साइन इन भनेको ठाउँमा चाहिँ युजर नेम हो, तल चाहिँ पासवर्ड राख्ने हामीले राखिसकेपछि इन्टर गरे पनि हुन्छ अनि साइन इन गरे पनि हुन्छ। यसो गरिसकेपछि यसरी खुल्छ। हामीले ध्यान दिनुपर्ने कुरा के छ भने यसरी खुलिसकेपछि यहाँनिर गएर यो 9 वटा डट भएको एप्स मेनुमा आइकनमा गएर क्लिक गर्यो भने चाहिँ यहाँनिर चाहिँ डाटा एन्ट्री, ड्याशबोर्ड, ब्राउजर क्याची क्लिनर, डाटा भिजुलाइजर, त्यसपछि इम्पोर्ट एक्सपोर्टहरु धेरै कुराहरु खुल्छ। यी बाँकी कुराहरु हामी बिस्तारै सिक्ने छौं र आज सर्वप्रथम हामी चाहिँ डाटा एन्ट्री कसरी गर्ने भन्ने कुरा सिक्ने भएको हुनाले हामी यो डाटा एन्ट्रीमा गएर क्लिक गर्छौं। डाटा एन्ट्रीमा क्लिक गर्न बित्तिकै यहाँनिर है देब्रे साइडमा बेसिक हेल्थ सर्भिस सेन्टर हितबाडा भनेर देखिन्छ ओरेन्ज कलरमा। हामीले यहाँनिर गएर क्लिक गर्छौं एकचोटी है। यहाँनिर क्लिक गरिसकेपछि बेसिक अर्गनाइजेसन युनिटमा बेसिक हेल्थ सर्भिस सेन्टर हितबाडा भनेर आउँछ है। जबसम्म यो नाम यहाँनिरको ओरेन्ज नाम तपाईको यहाँनिर अर्गनाइजेसन युनिटमा आउँदैन तबसम्म हामीले डाटा एन्ट्री गर्न सकिन्न। यो आइसकेपछि बल्ल हामीले फर्दर प्रोसेसहरु गर्न मिल्ने भएको हुनाले त्यो चाहिँ सिस्टमले हामीलाई चाहिँ त्यो अन्य कामहरु गर्न बल्ल मात्रै दिन्छ। त्यसपछि हामीले यहाँनिर हेर्नुस् त डाटा सेट खुलेको छ। बल्ल यहाँनिर क्लिक गर्दाखेरि चाहिँ यहाँ धेरै डाटा सेटहरु जस्तै 1.1, 2.2 इम्युनाइजेसन, आइएमसीआईको 2.2 सबै खुल्छ। हामी सुरुबाटै गर्न पर्छ। यहाँनिर 1.1 मा जाऊ है। अब यो डाटा सेट चुज गरिसकेपछि हामीले अब कहिलेको गर्ने त हामीले पिरियड छान्न पर्छ है। कुन महिनाको हामी डाटा एन्ट्री गर्दै छौं त्यो पिरियड छान्न पर्छ। अब हामी उदाहरणको लागि भदौ महिनाको डाटा एन्ट्री गर्दै छौं भनेपछि त्यहाँ जान बित्तिकै यसरी खुल्छ। अब हामीले धेरै गाह्रो त छैन। जस्तै उदाहरणको लागि 0 देखि 9 वर्षको बच्चाहरु नयाँ सेवाग्राही संख्या कति छ, जम्मा सेवाग्राही कति हुनुहुन्छ, कोही प्रेसर भएर आउनु भएको छ कि भनेर सोधेको हुन्छ। हामीले कसरी कुरा गर्ने भनेपछि जस्तै उदाहरणको लागि यहाँ 1 जना भयो, यहाँ 2 जना भयो भने भयो है। हामीले यता सार्दाखेरि चाहिँ ट्याबको प्रयोग गर्न पर्छ, स्पेसको प्रयोग नगर्नु होला। कहिलेकाहीँ त्यो उतापटि सर्दैन। स्पेस युज गर्यौं भने हामीले जहिले पनि यता दायाँतिर सार्नलाई हामीले ट्याबको प्रयोग गर्नुपर्छ। अनि जस्तै 2 जना 3 जना यसरी राख्यौं यसरी जाने। त्यसपछि 10 देखि 14 वर्षको उमेर समूहको सोधेको छ, 4 5 छ है, 6 7 छ। अब यहाँले के कुरा ध्यान दिनु पर्ला भने नयाँ सेवाग्राहीको संख्या भन्दा जम्मा नयाँ प्लस पुरानोको कि त बराबर हुन्छ कि त्यो भन्दा चाहिँ बढी हुन्छ भन्ने कुरा चाहिँ अलि ख्याल गर्नु पर्ला है। अब यहाँनिर तपाईको यो गाउँघर क्लिनिक कति सञ्चालन हुनुपर्ने हो, कति भए यो सबै भर्ने, खोप क्लिनिक कति गर्ने, सरसफाइ सेसनहरु पनि भर्नु पर्यो है। महिला स्वास्थ्य सेवा संख्या कति छ सबै भरेर अनि हामीले यहाँनिर गएर यो कम्प्लिट गर्नुभन्दा अगाडि यहाँनिर रन भ्यालिडेसनमा गयौं भने यसको काम के हो भने हामीले गरेको डाटा एन्ट्री कहीँनिर बिग्रेको छ कि कहीँ डाटा एरर छ कि भनेर यसले देखाउँछ। यो ओके छ भने चाहिँ हामीले यसलाई क्रस गरिदिने, ओके ठीक छ भन्ने हो। अनि गएर हामीले चाहिँ यहाँनिर कम्प्लिटमा थिच्यौं भने यहाँनिर आर यु स्योर दिस डाटा सेट इज कम्प्लिट भनेर सोध्छ। यस्तो मेसेज देखाउँछ। हामीले
ओके गर्न पर्यो है। ओके गरिसकेपछि अघि यो कम्प्लिट बटन चाहिँ यस्तो सेतो खालको थियो, हामीले अहिले कम्प्लिट गर्न बित्तिकै हामीले फेरि यसलाई एडिट गर्न नमिल्ने गरी ड्र्याग कलरमा है कम्प्लिट भयो। हो यति भइसकेपछि एउटा डाटा सेट हाम्रो कम्प्लिट भयो। अब अर्कोमा कसरी जाने भन्ने होला है। हामीले अरू केही पनि चेन्ज गर्न परेन, यहाँ पनि चेन्ज गर्न परेन, यो भाद्र महिनालाई पनि चेन्ज गर्न परेन। डाटा सेटमा गएर एकचोटि क्लिक गऱ्यौँ भने अघि हामीले रिपोर्टिङ स्टार्टर डाटा सेट 1.1 इन्टर गर्दै थियौँ भने अब हामी अलिकता तल सर्ने है। खोपको इम्युनाइजेसन डाटा सेटमा इन्टर गर्छौँ। ल हेर्नु त यहाँनिर चाहिँ के खोल्यो खोपको सम्पूर्ण कुराहरू खोल्यो। अब यहाँ पनि हामीले खोपहरू के दियौँ, कति दियौँ है, पिसिजी कति दियौँ, के दियौँ सबै भरेर अनि हामीले के गर्छौँ त फेरि यसलाई पनि कम्प्लिट गर्छौँ हो। ल हेर्नुहोस् है। हो यहाँनिर के भन्यो भने रोटा खोप खर्च भएको भन्दा खोप लगाएको बच्चा बढी हुन सक्दैन भनेर चाहिँ हामीले केही डाटा मिस्टेक गर्यौँ भने यसले चाहिँ यसरी दिन्छ है। अब यहाँनिर यहाँ रन भ्यालिडेसन गऱ्यौँ भने यहाँनिर हेर्नु त यसले म्यासेज छोड्छ, यो डाटा मिलेन भन्छ, तपाईँहरूले करेक्सन गर्नु होला। मैले अहिले उदाहरणको लागि मात्र देखाएको भएर यो आफैले यतिकै बनाएको गरेको हो है। यो गरिसकेपछि तपाईँले के गर्नु पर्यो, फेरि कम्प्लिट गर्नु पर्यो। अब खोपको डाटा सेट पनि कम्प्लिट भयो है। अब अगाडि बढ्नु पर्यो भने हामीले अरू कहीँ पनि चेन्ज गर्न पर्दैन। अब यहाँनिर एकचोटि क्लिक गर्यो भने अनि त्यसपछि आइएमसिआईको डाटा सेट देखिन्छ, त्योभन्दा तलपट्टि है। त्यहाँ गएर हामीले इन्टर गऱ्यौँ भने ल हेर्नुहोस् त अब यहाँनिर आइएमसिआईको डाटा सेटहरू देखिन्छ। सेम प्रक्रिया हो। हामीले चाहिँ हामीले गरेको डाटा एन्ट्रीमा केही कुराहरू मिलेको छ कि छैन भनेर हेर्न कम्प्लिट गर्नुभन्दा अगाडि केही हेर्न मन छ भने रन भ्यालिडेसनमा जान्छौँ। सबै कुरा ठिक छ भने कम्प्लिट गर्छौँ है। कम्प्लिट गर्ने कम्प्लिटमा जाने, यो म्यासेज आउँछ ओके गरिदिने। त्यसपछि यो अघि नै वाइट थियो यहाँनिर है, अहिले कम्प्लिट डार्क भयो, हामीले एडिट गर्न नमिल्ने भयो हो। यसरी चाहिँ हामीले डाटा एन्ट्री गर्न सकिन्छ। बाँकी कुराहरू हामीले अर्को सेसनमा क्रमबद्ध रूपमा अहिले डाटा एन्ट्री सिक्छौँ, त्यसपछि अरू कुराहरू हामी सिक्दै जान्छौँ। त्यो भावनाले अहिलेलाई डाटा एन्ट्री यति नै हुन्छ। हस्, धन्यवाद, नमस्कार।